सरस्वती पूजाको लागि तयारी भइरहेछ। यहाँ हाम्रो म्याडमहरू तयारीमा हुनुहुन्छ। विद्यार्थीहरू फुल अक्षिता ल्याउने सबैजना। हाम्रो विद्यालयमा हिजो टङ्क सर कागज सम्बन्धी स्पेसलिस्ट हुनुहुन्थ्यो। आज यहाँ विज्ञ हुनुहुन्छ हाम्रो भीमकला पौडेल म्याडम। तयारी हुँदैछ। सालको सरस्वती पूजाको लागि श्री भिरकोटी आधारभूत हाम्रो पूजा मनाउने यो विद्यालय श्री भिरकोटी आधारभूत विद्यालयको सरस्वती पूजाको लगभग तयारीमा छौँ। अब हामी पूजामा लाग्छौँ। विद्यार्थी संख्या लाइनमा धैर्य गरेर बसिदिनका लागि अनुरोध गर्दै सम्पूर्ण शिक्षक स्टाफहरू पनि अब हाम्रो विद्यालयका यहाँ सम्पूर्ण स्टाफ लगायत विद्यार्थीहरू सरस्वतीको वन्दना गरेर सुरु गर्नेछौँ। अनि हाम्रो विद्यालयका शिक्षिका भीमकला पौडेल ज्यूबाट सरस्वतीको वन्दना सुरु हुनेछ। सम्पूर्णमा नमस्कार। आज मिति 2082 साल माघ 9 गते श्री पञ्चमी यानि सरस्वती पूजाको दिन। आज हरेक कुराको सुरुवात गर्ने शुभ साहित्यको दिनमा मानिन्छ। नयाँ बच्चाहरूलाई अक्षर सुरु गराउने जस्तो गाईको बाछाले विभिन्न नयाँ कामको सुरुवात गर्न शुभ साहित्यको रूपमा लिइन्छ। त्यसै अवसरमा हामी विद्यालयमा प्रत्येक वर्ष श्री सरस्वती माताको पूजा आराधना गरेर मनाउने गर्छौँ। यसै क्रममा आज पनि सधैँ जस्तै सरस्वतीको पूजा गर्ने समय भइसकेको छ। सरस्वती माताले हामी सबैजनालाई सद्बुद्धि सद्ज्ञान दिउन् भन्ने कामनासहित हामी सम्पूर्णले सत्मार्गमा बाटो पाऊँ भन्ने मनोकामनाका साथ हामी सरस्वतीको पूजा गर्न लागिरहेका छौँ। यसमा सुरुमा हामी सरस्वतीलाई आमन्त्रण गर्नका लागि सुरुमा सरस्वतीको वन्दना वाचन गर्नेछौँ। सुरुमा उहाँलाई हामी हाम्रो विद्यालयमा हाम्रो मन मस्तिष्कमा हाम्रो मुखारबिन्दमा आएर बास गरिदिनुहोस् भनेर ओम सरस्वतीबाट उहाँको वन्दना गाउनेछौँ। म सुरुमा भन्नेछु, सँगसँगै शिक्षक स्टाफ उपस्थित हुनुभएका अभिभावकज्यूहरू र विद्यार्थी भाइ बहिनीहरूले पछाडि पछाडि भनेर साथ दिनुहोला भन्ने आग्रह गर्न चाहन्छु। ओम सरस्वती नमो नमः। मा सरस्वती नमो नमः। विद्यादायिनी नमो नमः। हंसवाहिनी नमो नमः। ओम सरस्वती नमो नमः। मा सरस्वती नमो नमः। विद्यादायिनी नमो नमः। ओम सरस्वती नमो नमः। मा सरस्वती नमो नमः। विद्यादायिनी नमो नमः। हंसवाहिनी नमो नमः। अब यति भन्दै अब हामी सरस्वतीको स्तोत्र वाचन। वीणा पुस्तक धारिणी सरस्वती मया दृष्ट वीणा पुस्तक धारिणी वीणा पुस्तक धारिणी। यस हाम्रो विद्यालयका श्री स्वर्ण कुमार केरुङज्यूबाट सरस्वती पूजाको शुभारम्भ भइसकेको छ। अब विद्यालय परिक्रमा गर्नेछौँ। श्री सरस्वती माता की विद्या की अहिले हाम्रो
विद्यालय परिक्रमा गर्ने क्रम सुरु भएको छ। श्री अब यहाँ सरस्वती सुरु माता की, भइसक्यो। विद्या की देवी की, बिस्तारै श्री सरस्वती माता की, लामबद्ध रूपमा विद्या की देवी की, श्री सरस्वती विद्यालय माता परिक्रमामा की। सहभागी भएका छन्। विद्यालय क्रम परिक्रमा यात्रा सुरु। श्री सरस्वती माता की, विद्या की देवी की, 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 श्री सरस्वती माता की, विद्या की देवी की। फेरि हाम्रो प्राङ्गणमा पुगिसकेका छन्। विद्यालय परिक्रमा भइसकेपछि श्री सरस्वती माता की। हाम्रो विद्यालय परिक्रमा पछिको हाम्रो यहाँनिर अब पूजा त शुभारम्भ गरिसक्नु भएको छ हाम्रो प्रधानाध्यापकले। अब गुरुमाहरूबाट सुरु हुँदैछ। विद्यार्थी लामबद्ध रूपमा पूजा गर्न तयार, फुल हातमा लिएर। विद्यालयका शिक्षक स्टाफबाट पूजा प्रारम्भ भएको छ। बिस्तारै क्रम अनुसार विद्यार्थी सबैले गर्ने छन्। अनि सोनिमलाई पनि दिनु पर्यो नि। अनि नमस्ते गर्नु। नमस्ते गरेर यो काटेर पनि हावा लाग्छ। राखियो यहाँ गर्दा लाइनमा लाग्नु। हरेक कुराको शुभारम्भ गर्ने दिन। यहाँ क लेखेर अप्सनले ए हो त्यहाँ ए लेखिदिनु लेखिदिनु बनाइदिनु ल फुलले पनि ल यसले पनि गरियो भाइ पनि ए लेख्नु ल चामल पनि होइन यहाँ थोरै लगाइदिनु यहाँ थोरै लगाइदिनु गुड अब अलिकति अनि यहाँ अलिकति अनि यहाँ माथि अब नमस्ते गर्नु त नमस्ते गर्नु त नमस्ते अनि अब यो कापी समात्नु त दुइटै समात्नु अनि यहाँ राखिदिएर अनि माग्नु अब यहाँ कुरो छैन रहेछ नि सिकाएको त्यो अर्कोले कोराइदिनु। त्यो यसो समाएर लेखाइदिनु ल, जे कोरे पनि त्यसो आमाको इच्छा पुरा गरिदिनु। ल मेरो छोराको पनि आजकै दिन पेन समाएर शुभारम्भ लेख्नलाई। अब मास्टर डिग्री गर्दै होला सायद। यहाँ राखिदिन्छ नि भरे कापी लानुपर्छ है यहाँ राखिदिनु त ल तपाईँले यहाँ राखिदिनु पक्रेर त्यहाँ राख्नु भाइ। हो गुड सेवारो नमस्ते अब साढे 8
स्वर्ण सुन्दर लगाइदिनु खोइ भाइ तपाईँ कुन थिएन त अनि यहाँ राखेर नमस्ते गर्नु धेरै बनाउनु भन्नु नमस्ते गर्नु सम्पूर्ण शिक्षक स्टाफहरू साथै उपस्थित अभिभावकहरूले सरस्वती पूजा गरिसके पश्चात विद्यार्थीहरूको पालो अनि पालो पनि सानोदेखि ठुलो गरेर क्रमबद्ध मिलाएर राखेका थियौँ अनि सरस्वती पूजा गर्दै हेड सरको हातबाट टीका र आशीर्वाद ग्रहण गर्दै गुरुमाहरूको हातबाट प्रसाद ग्रहण गर्दै गरेको अवस्था आज सबैलाई मिलाएर पालै अनुसार पहिला सानो बच्चाहरूलाई जुन आफै पूजा गर्न नसक्नेहरूलाई सरस्वती पूजा यानकि श्री पञ्चमी जुनै पनि नयाँ कार्य शुभारम्भ गर्नको लागि एकदम शुभ साइत मानिने भएकोले पहिला नानीहरूलाई लेख्न नसक्ने आफ्नै पूजा गर्न नसक्ने नानीहरूलाई हातमा कलम समाएर अथवा लेखाएर पूजा गर्न लाइयो अनि आज पहिलोचोटि अक्षर पनि लेख्न लाइयो अनि यहाँ बच्चाहरू पालोमा लाइनमा छन्। यसरी नै पालो गरेर सबैलाई पूजा गर्न लाइयो अनि हेड सरको हातबाट टीका र आशीर्वाद पनि ग्रहण गरे अनि गुरुमाहरूको हातबाट प्रसाद ग्रहण गरेर आज सरस्वती पूजा भव्य तरिकाले हाम्रो विद्यालयमा चाहिँ मनाइयो अनि त्यसै क्रममा एउटा यो पोहोर हाम्रै विद्यालय कक्षा 8मा पढ्ने विद्यार्थी उत्तीर्ण भएर अर्को विद्यालय गएको मैले पोहोर सरस्वती पूजामा नपढी पास हुँ भनेर प्रार्थना गर्नु भनेर भनेको थिएँ अनि प्रार्थना गरेको अरे अनि यसपालि पनि मैले सोधेको माइक अफ भएछ यसपालि पनि किन आएको भनेको अल्छी लागेर नपढी पास हुँ भनेर प्रार्थना गर्नु आएको भनेर मसँग जिसिँदै थियो भाइ अनि यहाँ अरू विद्यार्थीहरू पनि यहाँ अब यो ठुलो विद्यार्थीहरू पनि सरस्वती पूजा माने अनि हेड सरबाट टीका अनि आशीर्वाद भनौँ न ग्रहण गरे अनि यसै गरेर हाम्रो विद्यालयले चाहिँ सभ्य अनि भव्य गरी सरस्वती पूजा मनायौँ। त्यसै क्रममा अनि त्यसै गरी नै हाम्रो आज विद्यालयमा सरस्वती पूजा सम्पन्न भयो अनि यहाँ शिक्षक स्टाफहरू लगायत विद्यार्थीहरूको फोटो सेसन भएको थियो अनि फोटो सेसन अनि अब लास्टमा गुरुमाहरू त्यहाँनिर प्रसाद प्याक गर्दै हुनुहुन्छ कसै प्रसाद लानेमा कसै फोटो खिच्नेमा सम्पन्न भइसके पश्चात आफै सबै आफ्नै मस्त धुनमा हुनुहुन्छ हैन प्रसाद प्याक गरेर देखाउँदै हुनुहुन्थ्यो। अब मेरो माइक चाहिँ बन्द भयो। सरस्वती अफिसभित्र थन्कियो अब सेलाउने पर्सी